हाम्रो चिकन तयार छ। यसमा मसला हालेर यसलाई मेल्ट गरेर केही बेर फ्रिजमा राख्नुपर्छ, आधा घण्टा जति लगभग। उतिखेर हामी अरू मसला तयार गर्नतिर राख्छौँ। दही तयार भइसकेको छ, पानी हुनु हुँदैन दहीमा कति पनि। मसला राखेर हामीले फेरि यो चलाएर सबै राम्रोसँग मिक्स गरेर राख्दैछौँ। उतिखेर तपाईँ देख्न सक्नुहुन्छ। अब यसमा हल्का निम्बु हालेर अब हामीले यसमा मासु हालेर मेल्ट गरेर फेरि मासुलाई फ्रिजमा राखिसकेका छौँ। फ्रिजबाट निकालेर आधा घण्टापछि हामीले यसरी प्याज र सिमला हालेर राम्रोसँग मोलिरहेका छौँ। त्यसपश्चात अब सिकमा हाल्ने प्याज, सिमला अनि मासु गरेर हाल्नुपर्छ। बाहिरबाट यो लेप लगाउनुपर्छ अनि आगोमा तताउने यसलाई र हाम्रो चिकन टिक्का यसरी तयार हुन्छ। धन्यवाद है साथीहरू। तपाईँ जेमा पनि पकाउन सक्नुहुन्छ यसलाई आगोमा। यो हामी यसको लागि कचुम्बर सलाद बनाउँदैछौँ। यसमा चाहिँ ब्ल्याक पेपर र कालो नुन राखेर अनि चाट मसला हल्का राखेर मोलेर राखिदिनुपर्छ। यो हाम्रो चिकन टिक्का तयार भयो। एकदमै टेस्टी छ, हरियो चटनीका साथमा।